अहिले चाहिँ म आइल्स क्लास जाँदै थिएँ। आइल्सको बुक छ। साथसाथै मैले एउटा कविता पनि लेखेको थिएँ कि ठ्याक्कै याद आयो भनेपछि ठ्याक्क भिडियो बनाउन मन लागिहाल्यो। यो कविताको शीर्षक चाहिँ फुल हो होइन, मेरो फुल भन्ने। अनि चाहिँ यसमा चाहिँ के छ भनेपछि अथरले चाहिँ आफ्नो प्रेमिकाको छोडेर गइसकेको प्रेमिकाको चाहिँ तारिफ गरेर आलोचना सँगै गर्दै चाहिँ भन्दै हुनुहुन्छ, चम्किलो मायालु अनि प्यारो मेरो फुल, चम्किलो मायालु अनि प्यारो मेरो फुल। अरे कसले भन्छ फुल बगैँचामा मात्र फुल्छ, म भन्छु फुल मनमा पनि फुल्छ, मैले फुलाएको छु। सरी, त्यो मेरो फुल मेरो मात्र थियो। त्यो फुलको मलाई घमण्ड थियो, त्यो फुलको मलाई अहमता थियो, तर मेरो मात्र भएको त्यो फुललाई भमराको लत बसेछ। त्यो मेरो प्यारो फुललाई थाहा रहेन रहेछ कि भमरालाई सिर्फ रसको मतलब हुन्छ, रसको मतलब हुन्छ, रसको मतलब हुन्छ। नभन्नु मैले के गुमाएको छु, नभन्नु मैले के गुमाएको छु, नत्र म भन्न बाध्य हुनेछु कि तिमीले आफ्नो जरा टेक्ने माटो गुमाएको छौ। त्यति मात्र कहाँ हो र, तिमीले आफ्नो पालन पोषण गर्ने पात गुमाएको छौ, तिमीले आफ्नो हेरचाह गर्ने माली गुमाएको छौ। अब तिम्रो अस्तित्व पानी बिनाको माछा जस्तै छ वा आगो बिनाको चुलो जस्तै छ, जो अस्तित्वमा त छ तर बिना कर्मको। यति नै हो।